यहाँ है सुरेन दाई अङ्कलहरू यहाँ हाम्रो वडा अध्यक्ष अङ्कलकै सचिव हुनुहुन्छ अङ्कल मामा हाम्रो रमेश दाई। हेलो रमेश दाई, के छ? कालो बा ठिक बा? किन तपाईँ यस्तो कालो देख्नुभयो यार दाई यार? हाम्रो खगे दाई ल यही हो अब बेलुकातिर हाम्रो अब यो थारू कम्युनिटीको चिर यसरी यहाँ अब पोल्ने अब एउटा गुरु बाजे आउँछ अनि हाम्रो अङ्कल यहाँ हुनुहुन्छ। हेलो गाइज, ल यो अब म भित्र त अब पस्नु त मिल्छ। यो अब यहाँ भित्र गएर अब एउटा अब होइन एउटा सानो अब एउटा काठे हलो यस्तो बनाउँछ, त्यसले गाडेर अनि एउटा त्यो के भन्छ दियोमा राखेर अनि कुखुराको चल्ला अन्डा सन्डा पूजासुजा गरेर यसरी अनि यहाँबाट अनि बिस्तारै अनि आगो सागो लगाउँछ। युट्युबको नाम? मेरो युट्युबको नाम तँ आउँछस् मेरो युट्युबमा? मेरो भुवन आरजी छ युट्युब च्यानल। 695 छ है, 695 छ कि मेरो भुवन आरजी। तँ पनि आछस् मेरो ब्लगमा है त। अब यही हो। भैया कि यसरी होइन आगो लगाएर समाज पोलिन्छ हाम्रो कल्चरमा। त्यही हो भाइ तरिका यसरी अब सहमत भैया कि अंकल के छ त? अल गुड अंकल गुड है। छोड खानु नि त बच्चालाई हानिकारक हो। मेरो भिडियोमा आउँदा सरजी एउटा जस्तो गीत रबिन एउटा गीत एउटा गीत गयो नि त थारू गीत रे ढोलक बजाउन लाग्यो हो। गरे अङ्कल 100% हाम्रो यो भनेको अब प्रसाद हो, रोटीबाट होइन केबाट बनाएको गाइड सब अब जति पनि अब जनताहरूले हेर्नुभएको जनताहरूले छ मेरो अब युट्युब च्यानलमा अब चिरबाट बोल्यो यसरी अब हाम्रो परम्परादेखि गरिआइरहेको गीत गाउने भन्ने हो। हाम्रो सबसे एजेड बाजे यहाँ बुढिया। अरे बाजे करे एउटा बात कति हो यहाँ क्यामेरामा हेर्के के भन्नुपर्ने छ जनताहरूले भन्नु त फर्केर क्यामेरामा। ह्याप्पी होली अल अफ गाइज। सम्पूर्ण के अरे नेपालको जनताहरूले अब हेर्न जुनसुकै अब होइन खाइ म त कसैलाई होली गयो
हतिया पर्ला नि थरु भत्तावा दियो केटाले मेरो प्यारो जोस दाजु रमन दाइ माइ फेभरेट पर्सन हो कालेको छोरी नै आइछ त ए हाम्रो अनिल दाइको छोरी पनि ल बाबु के छ अरे हमारा भाइ अरे सिबे अरे कमल तोई यते हेरका गए जनताउने के देख्नु पर्यो भाइ यता फर्केर यता क्यामेरामा कति सम्पूर्ण जनताहरूलाई हाम्रो सिमेरीको मोस्ट हेन्डसम गाई दिस वान हैन हाम्रो थारूको हैन जति पनि ब्युटी क्वीनहरु हुनुहुन्छ जस्ट वाच इट हैन डोन्ट मिस द चान्स ओके ही इज द वान हैन he is the one okay thank you brother thank you my lovely brother ओ हाम्रो शक्ति अङ्कल पनि अङ्कल केही छ भन्नु जनताहरूलाई टिकटक बनाएको होइन नि युट्युब हाल्न लागेको मैले साला गोबर के छ तेरो स्थिति किन खिच्छ अहिले बेजती ल अब हाम्रो गाउँको अङ्कलहरू सबैजना यहाँ छन् हेलो गाइस के छ नाच्न जाने हो यो सबैजना है युट्युबमा आउँछन् मेरो आज हाम्रो यहाँ विशेष अङ्कलहरू पूजा अरे अङ्कल रे लाइभमा आउँदैछ अङ्कल है युट्युबमा केही भन्नु छ जनताहरूलाई ल सब्सक्राइब गरिदिनु ल ल छोड त यहाँ हाम्रो बाजेहरूले के गर्छ पूजा भित्र नजाने हाम्रो अब गुरु अब पुरै परम्परादेखि होइन चलि आइरहेको अब गुरुहरूले यहाँ पूजा गरेर भित्र जाने हो र चप्पल लिएर जान लाग्छ नि ल हाम्रो बाजेहरू पूजा गरेर अंकल हजुर वीडियो बनाने रे यूट्यूब में खाल पासु अंकल हमारा आज ना पर हैप्पी थारो में का ना हमारा आज सामत जरूर बड़ा हूँ ये खै अबे रीति रिवाज न थारू रीति रिवाज सबै जना ओजा ठगो मान दौड़ से हैप्पी होली जमा जना के लो तखनाई है तो डौले होती है नहीं ठीक है बड़ी था ये मोदो बड़े मोदो तेरे मोबाइल धर ले तेरे एवढे तो से उसका दे भीतर सिटाई पड़के दिया
इसका सकबै त सकबै नहीं सकबै त छड़ी देबै नेट कहाँ रे बनिएगा लो कसके लो सुरमा अब कति अब ल गाइस अब यो मोदो चढ़ाव पर से सुनता हूँ पनिया पहिला आएगा जल पनिया जल दिने कुखुराको बच्चाहरूलाई तीन पल्ट माने पर्लाई गरम बड़े हुए तो भाई जाड़े मरे बुढ़िया इसलिए इसके पल्ला से अंकल रे अब यो भनेको अब प्रसाद हो यो टक्क के अरे रोटीको बनाएर बनाउने पनिया रे तोरा पनौती गरेर म अब जाएँ हौ बराबर अरे अंकल रो रे डुल्से रे करिया हो रे ना अरे अंकल रे उधर वही रहना आइ कहाँ आइ वही रहना आइ वही रहा नहीं रे चार तो हिंगा मर गई वही रहना नहीं ल कल्चरमा खजडी डम्फुहरू भन केटा रे मकनी काका मरे रे पसिना निस्केबाट रे हौ हाम्रो अङ्कलहरूले अब ट्याक्क लगाएर होइन अङ्कल म यहाँ भ्लगिङ गर्दैछु हाम्रो यहाँ अब अङ्कलहरू समात लेसनलाई गर्दैछ हाम्रो मिस्टर कमल सर बाजु काका भाइ हाम्रो यो आशिष सरगु खोइ त अब काकालाई
सर्दी कति पढ्यो त मामा एउटा गीत गाउनु घाटा झिना घाटा झिना हुरिया ल हाम्रो गाइजहरू यहाँ अब मनिष नवीन युमन विपिन हाम्रो यहाँ मिस्टर डल्ले हाम्रो राजा दाई के छ अब भन्नुपर्ने जनताहरूलाई भन्नु त ह्याप्पी होली टु अल चुरोट खानुहुन्न स्वास्थ्यलाई हानिकारक हो